आज चाहिँ तपाईँहरूलाई म यो सिडहरू रोपेर अर्निङ गर्न सकिने एप्लिकेसन दिनेछु र यसमा चाहिँ हामीले यसरी यो फलहरू टिपे बापत चाहिँ यो यहाँनिर एप्पलहरू टिपे बापत चाहिँ तपाईँहरूले अर्निङ गर्न सक्नुहुन्छ र कसरी अर्निङ गर्ने त्यो भनिदिन्छु। भिडियोलाई लास्टसम्म हेर्नु होला र यसको विथड्र हामीले केबाट गर्न सकिन्छ त्यो पनि यहाँनिर भनिदिनेछु र यो चाहिँ रियल र जेन्युइन एप्लिकेसन रहेको छ। तपाईँहरूको यसको नाम चाहिँ रहेको छ लभली प्लान्ट्स। यसलाई चाहिँ तपाईँहरू प्ले स्टोरदेखि डाउनलोड गर्नु होला। सुरुमा प्ले स्टोरदेखि डाउनलोड गर्नु भइसकेपछि यसलाई ओपन गरिदिनु होला। अब तपाईँहरू यहाँनिर यसलाई चाहिँ यो लभली प्लान्ट्सलाई चाहिँ यहाँ ओपन गर्नु होला र लगइन गरिदिनु होला। लगइन गर्नको लागि तपाईँहरूको सबै गुगल एकाउन्ट खोल्ने छ। एउटा गुगल एकाउन्टदेखि तपाईँहरू लगइन गरिदिनु होला। त्यस पछाडि यहाँनिर तपाईँहरूलाई चाहिँ रिफरल कोड हाल्ने कोड हाल भन्ने अप्सन आउँछ। त्यसमा चाहिँ यो कोड हाल्नु होला तपाईँहरू होइन। र यो कोड हाल्यो लगइन गर्नुभएपछि तपाईँहरूले 1000 पोइन्ट्स पाउनुहुन्छ। यहाँ भनेकै छ तपाईँहरूलाई इन्टर दिस कोड गेट 1000 कोइन्स भनेको छ। यहाँनिर यसलाई कोड हाल्नु होला। यो तपाईँहरू यहाँनिर यसलाई यो कोडलाई यहाँ हालियो प्रोसिड गरिदिनु होला होइन। र यहाँनिर तपाईँहरूले 1000 कोइन पाउनु भनेको छ। मलाई चाहिँ 50 कोइन मिल्ने छ, तपाईँहरूलाई चाहिँ 1000 कोइन मिल्ने छ। यहाँनिर रिफर गर्दा पनि अहिले तपाईँहरूले थाहा पाइहाल्नुहुनेछ। अब तपाईँहरूको सुरुमा यहाँनिर सिड रोप भन्छ होइन। यसरी नै पानी हाल भन्छ। यहाँ पानी हालेपछि फल फल्छ। यो मतलब एप्पलहरूलाई टिप्नु अनि यसपछि जति धेरै एप्पल टिप्नुहुन्छ त्यति नै धेरै तपाईँहरूले विथड्र गर्न मिल्छ होइन। जस्तै कि तपाईँहरूले 20,000 एप्पल बनाउनु भयो भने तपाईँहरूले त्यसको विथड्र गर्न सक्नुहुने भयो। जस्तै कि अब तपाईँहरूलाई टाइममा दिइराखेको हुन्छ त्यस्तै टिपिराख्नुपर्ने हुन्छ तपाईँहरूले। अब तपाईँहरूले यहाँनिर चाहिँ हेर्नु होला। यो यहाँनिर एप्पलहरू फलिरहेको हुन्छ, यसलाई टिप्नु होला होइन। ट्याप गरेर कलेक्ट गर्नु होला। जस्तै कि तल वाटर सिड यहाँनिर फर्टिलाइजर भन्ने छ, फर्टिलाइजर। त्यस पछाडि यसलाई यहाँनिर पानी दिइराख्नु भनेको छ। 5 जेम्स खर्च हुन्छ भनेको छ। जस्तै मैले यो एप्पल टिपिसकेँ प्लस यहाँनिर म फर्टिलाइजर पनि हालिदिन्छु 10 टाइम यो जेम कोइनको। प्लस यहाँनिर 5 यहाँनिर डलर चाहिँ म 5 यो जेम कोइन चाहिँ म वाटरमा हालिदिन्छु। त्यस पछाडि मेरो ग्रो हुनेछ। अब तपाईँहरूले यहाँनिर चाहिँ यो गर्नु होला होइन। र जस्तै कि यहाँ गेमहरू खेल्ने छ, मोर गेमहरू छ। मोर गेममा तपाईँहरू यो गेमहरू खेलेर पनि अर्निङ गर्न सक्नुहुन्छ। अब सजिलो गेमहरू खेल्नुहोस्, अर्निङ भएन भने छोडिदिनुहोस्। यो जुनबाट यिनीहरूबाट अर्निङ हुँदैन भने गाह्रो लाग्यो भने छोडिदिनुहोस्। सजिलो लाग्यो गेमबाट अर्निङ भयो भने खेल्नुहोस्। र तपाईँहरू यहाँनिर यिनीहरूलाई खेल्नु होला होइन। र त्यस पछाडि तपाईँहरू यसलाई यहाँनिर चाहिँ यो अरू छ। जस्तै कि माथि प्ले टाइम भन्ने छ, मोर एप्सहरू छ। जस्तै वेस्ट कलेक्टर, लभली पेटहरू छ होइन। च्यालेन्ज 365 यिनीहरू छ। र कोइन फ्लिक्स भन्नेहरू र यिनीहरू यहाँनिर तपाईँहरू यिनीहरूलाई खेल्नु होला। र तपाईँहरूले खेलिसक्नु भइसकेपछि अब यहाँनिर अरू यो प्ले टाइमको यो खेल्न सक्नुहुन्छ। यसमा पनि गएर गेमहरू तपाईँहरू अब तपाईँहरू यहाँनिर प्ले गेम्स गेट फ्री रिवार्ड गर्न सक्नुहुन्छ। यसलाई अलो एन्ड कन्टिन्यू गरिदिनु होला। यो चाहिँ सेन्सिटिभ हो, त्यसैले यसलाई तपाईँहरू नगर्न पनि सक्नुहुन्छ। अब तपाईँहरू यहाँनिर यो जति ठुलो बोर्ड बनाउनुहुन्छ त्यति नै धेरै तपाईँहरूले एप्पल टिप्न पाउनुहुन्छ। र जति धेरै एप्पल टिप्नुहुन्छ त्यति नै धेरै पैसा विथड्र गर्न पाउनुहुन्छ। अब यो वाटर र फर्टिलाइजर किन्नको लागि तपाईँहरूले यो जेम कोइन चाहिन्छ। जेम कोइनको माथि चाहिँ यहाँनिर तपाईँहरूले जेम कोइन कसरी कलेक्ट गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईँहरूले जेम कोइन कलेक्ट गर्नको लागि चाहिँ यहाँ कि तपाईँहरूले एड हेर्नुपर्ने हुन्छ कि नभए तपाईँहरूले सर्वेहरू टास्कहरू कम्प्लिट गरे पनि तपाईँहरूले यहाँनिर यो जेम कोइन पाउनुहुन्छ। टास्कमा यिनीहरू यो प्ले गेम एड गेममा यिनीहरू कोइन पनि पाउनुहुन्छ प्लस जेम कोइन पनि पाउनुहुन्छ भने तपाईँहरूले चाहिँ यहाँनिर यो वाच एड गर्दा चाहिँ तपाईँहरूले यो जेम कोइन पाउनुहुन्छ। यो माथिको होइन यो कलरको होइन, पर्पल कलरको जेम कोइन। जस्तै कि वाटर यो फर्टिलाइजरको लागि कोइन चाहिन्छ। अब यसरी नै हो कलेक्ट गर्ने। अब इन्भाइट गरेर अर्निङ गर्ने छ। अर्को कसरी इन्भाइट गर्ने त्यो भनिदिन्छु। अब तपाईँहरू इन्भाइट गर्नको लागि यहाँनिर इन्भाइटको अप्सनमा आउनु होला। त्यस पछाडि तपाईँहरू यहाँनिर रिफर योर फ्रेन्ड गेट 50 पोइन्ट्स भनेको इमिडिएटली 50 पोइन्ट्स पाउनुहुन्छ भने 750 पोइन्ट चाहिँ तपाईँहरूको फ्रेन्डले 500 पोइन्ट कलेक्ट गरिसकेपछि पाउनुहुन्छ। सर्वेहरू गरेको 20% कमिसन पाउनुहुन्छ। जस्तै तपाईँहरूले 500 एप्पल कलेक्ट गर्नुभयो भने तपाईँहरूको यहाँनिर साथीले 750 पोइन्ट पाउनेछ। तपाईँहरूले रिफर कोड हाल्दा सुरुमै 1000 पोइन्ट पाउनुहुनेछ होइन। र यसरी नै हो। कपी गरेर यो लिङ्कलाई विभिन्न फेसबुक, व्हाट्सएप, अनलाइन अर्निङ ग्रुपतिर सेयर गर्न सक्नुहुन्छ भने अब हामीले विथड्र चाहिँ केबाट गर्न सकिन्छ त्यो हेरौँ। अब तपाईँहरू विथड्र गर्नको लागि यहाँ माथि आउनु होला वालेटको अप्सनमा। त्यस पछाडि तपाईँहरूले विथड्र चाहिँ पेपलमा पाउनुहुन्छ है। र पेपलमा विथड्र गर्न सक्नुहुन्छ यहाँनिर तपाईँहरूले। र तपाईँहरूले 20,000 कोइन 20,000 यो एप्पल कलेक्ट गर्नु भने $2 पाउनुहुन्छ। नेपाली 300 रुपियाँ जति हुन्छ होइन। र
50,000 कलेक्ट गर्नुभयो भने यो एप्पल तपाईँहरूले यहाँनिर चाहिँ $5 पाउनुहुन्छ। पेपल इमेल एड्रेस हालिसकेपछि यहाँनिर 20,000 त्यो एप्पल कलेक्ट गरिसकेपछि तपाईँहरूले $2 सजिलैसँग विथड्र गर्न सक्नुहुन्छ। र अब तपाईँहरूले यहाँनिर यो रिडिममा गएर यहाँनिर पेपल आइडी हालेर रिडिममा गएर विथड्र सजिलै गर्न सक्नुहुन्छ। भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको लागि म निकै नै राम्रो अनलाइन लर्निङ एप्लिकेसन ल्याइरहेको हुनेछु।